मेरो प्वालबाट झोल निस्केर पुरै भिजिसकेको थियो। उसले औँला हालेर खेलाइदियो, झन् पानी निस्कियो। मलाई आफ्नो कालो केरा चुस्न भने। म एकछिनसम्म चुस्न चाहिन, तर केही समयपछि मेरो मुखमा जबरजस्ती छिराइदियो। अन्ततः मैले त्यो कालो केरा चुस्नै पर्यो। मलाई उत्तानो पारेर उसले मेरो प्वाल चाट्न थाले। मलाई त अब झन् खप्न गाह्रो भयो। मैले ठुलो आवाज निकाल्न थाले। वाह 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 वाह, उह 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 उह। मलाई सिक भयो। नगर, मलाई ठोक छिटो। मेरो नाम शान्ति हो। म सर्लाहीको एक सानो गाउँमा बस्छु। मेरो उमेर अहिले 32 वर्ष हो। 18 वर्षको उमेरमा बाबुआमाले मेरो जस्तो छोरीका लागि राम्रो ठानेर गोपालसँग बिहे गरिदिए। गोपाल इमान्दार, सज्जन र मेहनती मान्छे हुन्। उनी बिहानै उठ्छन्, हलो जुटाउँछन्, खेतमा पसिना बगाउँछन्। साँझ फर्केर थकित अनुहारमा मुस्कान ल्याउने प्रयास गर्छन्। श्रीमान राम्रा छन्, तर हाम्रो सम्बन्ध अब यन्त्र जस्तो भएको छ। उनीसँग खासै कुरा हुँदैन। म दिनभरि घरको काम गर्छु, गाई दुहन्छु, आगो बाल्छु, भाँडा माझ्छु, अनि खेतपाखाको काम पनि गर्छु। एक दिन म पानी लिन ओडारतिर जाँदै थिएँ। त्यही मेरो भेट भयो प्रदीपसँग। ऊ गाउँकै पुरानो घरमा फर्किएको रहेछ, आफ्नो बुबा आमाको हेरचाह गर्न। सहरमा बस्ने केटो गाउँ आएको रहेछ। झट्ट हेर्दा सहरिएलो जस्तो लाग्थ्यो, सफा लुगा, सादा बोली र न्यानो हाँसो। पानी लिन जाँदा हरेक पटक उसँग आँखा जुझ्न थाल्यो। कहिले मुस्कान साटियो, कहिले सामान्य गफ। मैले पहिल्यैदेखि महसुस गरेकी थिएँ, प्रदीप मसँग फरक किसिमले बोल्थ्यो। ऊ आँखा जुदाउँथ्यो, मलाई ध्यानपूर्वक सुन्थ्यो। एक दिन ऊ नजिकैको बगैँचामा बसेको थियो। मैले हिम्मत गरेर सोधे, गाउँमा बस्न गाह्रो लाग्दैन? ऊ हाँस्यो, यहाँ त शान्ति छ नि, अनि केही पुराना अनुहार पनि छन्। म उसलाई घुरेर हाँसे। त्यो दिन लामो गफ भयो, जीवन, सपना, विवाह, जिम्मेवारी, हरेक कुरा। म बिर्सन थाले कि म विवाहित छु, कि म कुनैको श्रीमती मात्र होइन, म पनि एक जीवित महिला हुँ, भावना भएको, इच्छा भएको। हाम्रो भेट क्रमशः बढ्दै गयो। कहिले बजार जान हिँड्दा भेट हुन्थ्यो, कहिले बारीमा काम गर्दा। प्रदीप मलाई आँखा बुझ्ने मान्छे लाग्थ्यो। म आफैलाई सानो केटी चाहिँ व्यवहार गर्दैथे, लजाउँथे, चुप लाग्थे, तर भित्र मन निकै चञ्चल हुन्थ्यो। श्रीमान अझै उस्तै थिए, मसँग बोल्न समय नभ्याउने। म कहिलेकाहीँ प्रदीपको यादमा झुम्मिन्थे। उसका शब्द, हाँसो र आँखाले मलाई जिउन सकिन्छ भन्ने महसुस दिलाइरहेको थियो। एक साँझ जब गोपाल बुवासँग गाउँ बाहिरको काममा गएको थियो, म एक्लै थिएँ। पानी लिन जानुपर्ने बहानामा म ओडारतिर गई। त्यही प्रदीप पनि आइपुग्यो। हामी दुई चुपचाप थियौं। हावाको चाल पनि शान्त थियो। ऊ मेरो आँखामा हेर्दै भन्यो, शान्ति, म तिमीलाई मन पराउँछु। मैले टाउको झुकाएँ। मन त उत्साहित थियो, तर डर थियो, समाजको, सम्बन्धको, धर्मको। तर त्यही साँझ मैले आफ्ना भावना उससँग बाँडे। हामी बीच केही पनि अनुचित भएन त्यो रात, तर त्यो आत्मीयता, त्यो मनको नजिकपना, त्यो खास थियो। त्यो साँझ पछिका दिनहरू हाम्रो लागि फरक थिए। म र प्रदीप बीचको सम्बन्ध अब केवल कुरा गर्ने वा मुस्कुराउने सीमामा थिएन। हामी मनको कुरा बुझ्न थालेका थियौं। हरेक नजर, हरेक मौनता, हरेक छुवाईको अर्थ गहिरो बन्दै गइरहेको थियो। एक दिन गाउँमा मेलाको तयारी थियो। गोपाल मेलामा व्यस्त थिए, म भने एक्लै घरमा थिएँ। प्रदीपले साँझतिर घर छेउ आइपुग्यो। मलाई लाग्यो ऊ केही भन्न आएको होला, तर उसका आँखामा गहिरो चाहना देखिन्थ्यो। आज तिमी एक्लै हौ? उसले सोध्यो। मैले टाउको हल्लाएँ। त्यसपछि केही समय चुप लाग्यौं। हावामा गन्ध थियो, आँपको बगैँचाबाट आएको मिठो बासना। त्यो वातावरण, त्यो शून्यता हामीलाई अझ नजिक ल्याइरहेको थियो। प्रदीप ढोकाबाट नजिक आयो। मैले नजर झुकाएँ, तर मनले उसलाई रोकिरहेको थिएन। उसले मेरो हात समात्यो, तातो, धड्किरहेको हात।
मैले पहिलो पटक कसैको स्पर्शमा आफूलाई पूर्ण महसुस गरे। हामी ढोकाबाट भित्र पस्यौं। कोठाभित्रको सन्नाटा, छानाबाट आउने मधुरो उज्यालो र एक अर्काको स्पर्श। समय बिस्तारै बगिरहेको थियो। उसले मेरो अनुहारमा हात राख्यो। म त काप्न थालेकी थिएँ। तर डर होइन, त्यो बरु वर्षौंदेखि थुनिएको चाहना फुटिरहेको थियो। उसका ओठ मेरो निधारमा थिए अनि बिस्तारै गाला हुँदै ओठसम्म आइपुग्यो। मैले आँखा मात्र बन्द गरे। म आफूलाई उसमा हराउन दिइरहेकी थिएँ। हामी बीचको दूरी हराउँदै थियो। प्रत्येक क्षण हामी गहिरिँदै गइरहेका थियौं। त्यो रात म एउटी महिला जस्तै महसुस गरे, न केवल श्रीमती, न केवल आमा जस्तो, तर सम्पूर्ण महिला, भावना, इच्छा र प्रेमले भरिएको। मेरो कपडा सबै खोलेर मलाई नान्ने बनायो। मेरो प्वालबाट झोल निस्केर पुरै भिजिसकेको थियो। उसले औँला हालेर खेलाइदियो, झन् पानी निस्कियो। मलाई आफ्नो कालो केरा चुस्न भने। म एकछिनसम्म चुस्न चाहिन, तर केही समयपछि मेरो मुखमा जबरजस्ती छिराइदियो। अन्ततः मैले त्यो कालो केरा चुस्नै पर्यो। मलाई उत्तानो पारेर उसले मेरो प्वाल चाट्न थाले। मलाई त अब झन् खप्न गाह्रो भयो। मैले ठूलो आवाज निकाल्न थाले। वाह 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 वाह, उह 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 उह। मलाई सिक भयो। नगर, मलाई ठोक छिटो। केही समय चाटिसकेपछि मलाई ठोक्न थाले। मलाई धेरै मजा आउन थाल्यो। त्यो रातपछि धेरै कुरा बदलियो। शरीर त एक रातसँग सन्तुष्ट भयो, तर मन अझै द्वन्द्वमा थियो। म सधैँ झैं बिहान उठे, चुलो बाले, भाँडा माझे, तर भित्रभित्रै केही असामान्य महसुस भइरहेको थियो। प्रदीप फेरि त्यही बगैँचातिर आइरहन्थ्यो, तर हामी दुवैले बुझिसकेका थियौं, हरेक सम्बन्धको सीमा हुन्छ। एक साँझ उसले भन्यो, शान्ति, म तिमीलाई लिएर कतै टाढा जान सक्थे भने जान्थे। तर यो सम्भव छैन, तिमी विवाहित हौ। मैले चुपचाप उसको हात समाते। म पनि यही भन्न चाहन्थे। त्यो रात, त्यो प्रेम, त्यो क्षण मेरा लागि कहिल्यै नबिर्सिने छ। तर म यथार्थबाट भाग्न सक्दिन। त्यसपछि हामी बीचको अन्तिम भेट भयो। धेरै शब्द बोलिएन। आँखाले सबै कुरा बोले। उसले मेरो निधार चुम्यो। म उसलाई हेरेर मुस्कुराएँ। त्यो मुस्कानमा कृतज्ञता थियो, जीवनले मलाई एकपटक फेरि आफूलाई महसुस गराएकोमा। प्रदीप फर्कियो, सायद शहरतिर, सायद नयाँ जीवनतिर। म घर फर्किएँ, आफ्नै जीवनतिर। गोपाल अझै उस्तै छन्, सज्जन, खामोश, व्यस्त। तर म अब उस्तै छैन। म आफैलाई बुझेकी छु। म महिला हुँ, भावना, शरीर, आत्मा तिनैतिर बाँडिएकी। मैले एक गल्ती गरेँ कि अनुभूति? त्यो प्रश्न सधैँ रहिरहनेछ। तर म अब दोषी होइन। म केवल एक आम नेपाली महिलाको कथा हुँ, जसले प्रेम खोजिन्, आफूलाई चिनिन् र फेरि समाजका सीमामा फर्किइन्। कथा मन पर्यो भने एक लाइक गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। अन्तिमसम्म हेरेर वा सुनेर साथ दिनुभएकोमा धन्यवाद।